कसैले तपाईँलाई गाली गर्नुहुँदैन प्लिज नेगेटिभली, किनभने उनले गाली गर्यो उसको दिमागमा पनि नेगेटिभ छ। तपाईँले गाली गर्नु भने तपाईँको नेगेटिभली तपाईँको नसामा जान्छ कि। हामी त पढ्छौँ त फुलको आँखामा फुलै जान्छ र काँडाको काँडै जान्छ र, अनि हामी काँडा बिसाउँदै हिँड्छौँ अनि फुल कहाँबाट खोज्छौँ। नराम्रो भनेको कसैलाई गाली गर्नु मात्र होइन, म सानो छु, मेरो घरका बुवा आमा इन्डिया हुनुहुन्छ, मसँग कमाइ छैन, कहाँबाट खाने, यस्ता कुरा पनि नराम्रा हुन्। म भोकै बसे पनि के हो र मेरो सपना भोको छैन भन्ने सोच राख्नुपर्छ। तपाईँ यति मात्र राख्नुहोस् होइन, भनेको भन्नु होला यही ठाउँबाट केपी खनाल गएको हो, यही ठाउँबाट तपाईँ जसलाई हजारौँ केपी खनाल बन्छन् भोलि, लेखेर राख्नु होला। तर भोकै भए पनि म भोकै छु भन्ने नसोच्नु। हामी सबै एउटै ब्याकग्राउन्डको हो, हामी सबै एउटै सोचको हो। त्यसैले यहाँहरू सबैलाई मेरो रिक्वेस्ट छ, सामाजिक सञ्जालको सही सदुपयोग गर्नु, कसैको गाली कसैको नेगेटिभिटी नगर्नु, राम्रो कामको प्रायोरिटी दिनु। भोलि पौष 27 गते हो, भोलि आशा छ कोही नआए पनि हामी यति दौडौँला, धेरै हुन्छन्। यहाँहरू सबैले आजैबाट जति हुनुहुन्छ उहाँहरूको गुगल फर्म भरेको छ, गुगल फर्म छ, उहाँहरू तपाईँहरू सबैको गुगल फर्ममा हामी वाच गर्छौँ कसले बेस्ट पर्फर्मेन्स गरेको छ। हामी भोलि कार्यक्रम सकौँ, त्यसपछि एउटा विशेष कार्यक्रम गर्छौँ, त्यहाँ हामी डान्स गर्ने हो कि नाच्ने हो कि गाउने हो कि रमाइलो गर्ने हो कि, अनि त्यसैको बिचमा उत्कृष्ट भोलिन्टियर्सलाई हामीले सम्मान स्वरूप अरू पनि पुरस्कार त पछि गरौँला, नगदसहित तपाईँलाई पुरस्कार वितरण हुन्छ। आजकै दिनबाट लाग्नुहोस्, बोल्न थाल्नुहोस्, बोल्नका लागि कसैको पक्षमा बोल्नु पर्दैन, यो सोसाइटीको लागि बदलिनुहोस्। हामीले यो कार्यक्रम गर्न लागेको यस कारणले हो, नगद दिनुको कारण मान्छेको मनस्थिति बदलिन्छ कि भन्ने हो। यति जम्मा भएर एकचोटि झाडु मार्दा पनि केही फरक पर्दैन। तर के हो त भन्दा आम मान्छेले कसरी बुझ्छ, यहाँ दौडिनका लागि स्वास्थ्यका लागि दौडियौँ भन्छन्, तर बाटै अस्वस्थ छ भने दौडेर के फाइदा। हाम्रो समाज हेर्नुहोस् है, मान्छेहरू स्वास्थ्यका लागि दौड्दै खुसी मिलेन म्याराथनमा गएँ भन्छन्, बाटो फोहोर छ, मान्छे दौडिरहेछ, कसरी स्वस्थ हुन्छ। पहिला त यो माटो सफा हुनु पर्यो हो कि होइन, माटो स्वस्थ हुनु पर्यो, यो वातावरण स्वस्थ हुनु पर्यो, यो ठाउँ स्वस्थ हुनु पर्यो, अनि मात्र स्वस्थ जीवन बनिन्छ, अनि मात्र स्वस्थ मानिस हुन्छ। तसर्थ यहाँहरू सबैलाई भोलि कसैले भन्छ भने प्रथम 50, 25, 15,000 मान्छेको सोच बदलिनका लागि हामीले गरेको एउटा केवल नगद हो, पैसाले त कुनै ठुलो हुन्छ र, मान्छेको मनस्थिति बदलियोस् भन्नका लागि हाम्रो उद्देश्य भनेको मान्छेको सोच बदलिने, फोहोर दिमागमा जाओस्। अघि भने नराम्रो कुरा थप्नु नराम्रो हुन्छ भने जस्तै सबै भनेपछि मान्छेले फोहोर नगरोस् भन्नका लागि यो कार्यक्रम गरिएको हो है। यो कार्यक्रम एक दिनको हो, तर एक जस्ता मान्छेको सोच बदलियो भने बदलिन सक्छ भन्नका लागि हो। यहाँहरू सबैलाई एकदमै भोलिको कार्यक्रमको अग्रिम शुभकामना। यहाँहरू मध्ये 70 जनाले मात्रै आफ्ना साथीभाइहरू मध्ये दुई जना मात्र बोलाउनु भयो भने भोलिको कार्यक्रम बवाल हुन्छ। तपाईँहरू मध्ये कसैले भन्नुभएको छैन आफ्नो साथीभाइहरूलाई सबभन्दा बढी कतिजना टिम बनाउनु भएको छ भन्नुहोस् त। 19 जोडी बनाइदिनु को हो, हात धुनु त, ताली बजाउनुहोस् त उहाँलाई। 2-3 जोडी पनि बनाउनुहुन्छ रे बनाउला, 19 जोडी, यो पनि मिलाउने 19 जना भनेको त 19 वटा टिम बनाउनु भएको छ भन्नुहोस् त। 38 जना उहाँले टिम बनाउनु भएको छ भने 38 जना जमाउनुहुन्छ भने हामीले 2-3, 4 जम्मा गऱ्यो भने भोलिको कार्यक्रम एकदमै राम्रो हुन्छ। भोलिबाट सबैको क्रान्ति हुन्छ। यो अभियानमा लाग्ने हाम्रो तपाईँ र भाइलाई जोरदार तालिम दिनु। टिम जसले यो काम गरिरहेको छ सबैले आफ्नो परिचय गर्नुभयो होला। हाम्रो सुनिल भाइको टिमले कतिले हेर्नुहुन्थ्यो? सुनिल भाइ पनि सबैको टिप्टो पाउँछौँ। अहिले यसपछि हामी तल जान्छौँ, तल यसपछि खाजा खाइसकेपछि म पनि एउटा तपाईँहरूसँग टिकटक बनाउँछु होइन, म पनि भाइरल भइहाल्छ। ओके, यहाँहरू सबै हुनुहुन्छ, साझा सबैले मेन्सन गर्नु होला है। आजै नै हामी यहाँ तल टिकटक बनाऊ, साझा सबैले बोल्नु होला। सुन्छु कि म तपाईँहरूको भोइस किनभने ब्याचलर गर्दाखेरि म पनि बोल्थेँ। यहाँहरू सबैले मेन्सन गर्नु होला, सबैको रिपोस्ट हुन्छ, सबैको सेयर हुन्छ।
आज मेन्सन गर्नु होला मैले देवीलाई सर्च गर्नु होला अथवा केपी खनाललाई अथवा देखिरहेका सृष्टिजी अथवा हाम्रो तपेन्द्र भाइ हाम्रो रञ्जन भाइ अथवा जुनसुकै भाइ मधुसूदन अथवा सुनिल जसलाई पनि मेन्सन गर्नु होला आजको लम्की ट्रास कलेक्सन रेस दौडिन्छौँ फोर्ट टिप्छौँ अनि नगरको